हली न्यङ्क बोलना चुङ्गु कोरोना भाइरस कोभिड-19 नेपालले तचक महामारी रूप कया चुङ्गुदु थो महामारी नियन्त्रण व रोकथाम यागु नीति नेपाल सरकार लिसे सम्बन्धित निकाय थगु कथा फुचागु कथा ज्यायाना चुङ्गुदु थोहे छोले नागरिक स्वास्थ्य व सुरक्षा या त उच्च प्राथमिकता तया यल महानगरपालिका कोरोना रोकथाम व नियन्त्रण या त मडिक्क ज्यायाना चुङ्गुदु थुथा महानगरपालिका महानगर दुने निगु आइसोलेसन सेन्टर सञ्चालन यागु दुसा विभिन्न अस्पताल लिसे सहकार्य याना अक्सिजन प्लान्ट निर्माण फेरोसिल खोप बिगु जनचेतना बिगु लगायत ज्या ह्याका चुङ्गुदु महानगरपालिका कोभिड रोकथाम व नियन्त्रण यागु विविध ज्या टक्कया शुक्रबार छगु पत्रकार सम्मेलन जाजो कोसागु अगुदु पत्रकार सम्मेलन जाजोले कोरोना भाइरस रोकथामिया नीति नु योजना सहित नु फेरेन्ट मडुपी भेन्टिलेटरे तयार लपी लगायत लोच कपिन्त राहत्य व्यवस्था यानागु थका महानगरपालिका थागुदु कोभिड दोस्रो भेरिएन्ट सुरु भएपछि कोभिड संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिका परिवारलाई महानगरले प्रति मृतक 1 लाख रुपैयाँ सहयोग स्वरूप प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी आइसियु तथा भेन्टिलेटरमा रही उपचार गरेर निको हुनुभएकालाई जनही 50,000 र अस्पताल भर्ना भएर कोभिड जितेकाहरू प्रत्येकलाई 25,000 प्रदान गरिनेछ। महानगरपालिका संक्रमण जुपिन्त होम आइसोलेसन मचुवासे महानगर सञ्चालन यागु आइसोलेसन सेन्टर चुने त इनाप यागुदु हामीसँग वृद्धाश्रम दुईटा सञ्चालन गरेका छौँ र पुगेन भने हामी चाहिँ पाटना हाई स्कुल र यो मधेस स्मारकमा पनि आइसोलेसन सञ्चालन गर्ने भन्ने हामीले भनिरहेका छौँ भने तपाईँले किन अप्ठ्यारो हुने गरिकन घरमा बस्नुहुन्छ। हामीले यहाँ चाहिँ अक्सिजनसम्मको व्यवस्थापन छ, 24 आवर डक्टर मेडिकल स्टाफको एटेन्डेन्स छ, एकदमै सन्तुलित भोजनको व्यवस्थापन हामीले गरेका छौँ। एम्बुलेन्स 24 आवर टिम बस्छ, डक्टरहरू 24 आवर टिम बस्नुहुन्छ। त्यसैले तपाईँ घरमा चाहिँ अप्ठ्यारो पर्ने गरी नबस्नुहोस्। तपाईको घरमा चाहिँ एउटै सिङ्गल टोयलेट होला, मल्टिपल युजर्स होला। तसर्थ यी अप्ठ्यारा कुराहरूलाई चाहिँ तपाईँले आफू बिरामी छौन्जेलसम्मको अवस्थामा आउनुहोस्, हामी कहाँ आएर बस्नुहोस्। यो सबै कुरा निःशुल्क छ, विदउट चार्ज एनिथिङ। हामी तपाईँलाई केही पनि चार्ज गर्दैन। आउनुहोस्, बस्नुहोस्, मिठो मसिनो खानुहोस्, निको भएर जानुहोस् भनेर चाहिँ अनुरोध गरेको छ। अथे थोय वैगु ज्येष्ठ 23 गते निसे एन्टिजेन परीक्षण ह्याटेङ्गु जानकारी बिउगु दुसा महानगर दुने चुवापी सुन नागरिक द्यालाना चुने वालेमा थका प्रत्येक ओडा खाद्यान्न या नीति व्यवस्था यानागु थया दिल सिडिओ साहबहरूले जुन निर्णय गरेर मेसेज सम्प्रेषण गर्नुभयो त्यसमा स्थानीय तहसँग छलफल गरेको होइन। उहाँले चाहिँ खाना पाएन भने मेयरसँग कुरा गर्न जानु, मराठीसँग माग्न जानु भन्ने किसिमको कुरा गर्नुभयो। त्यो चाहिँ त्यति हल्का फुल्का कुरा गरेर हुने कुरा होइन। त्यो तरै पनि हामीले यो ललितपुर महानगर क्षेत्रमा चाहिँ हामीले भनेका छौँ, योभन्दा अगाडिको कोभिडको टाइममा पनि हामीले भनेका छौँ कि ललितपुर महानगर क्षेत्रभित्रमा कसैलाई पनि खानै नपाएर चाहिँ अप्ठ्यारो नपरोस्, त्यसको निमित्त हामी सपोर्ट गर्छौँ भनिरहेका छौँ। र अहिले यसको निमित्त यही कुरालाई चाहिँ मध्यनजर राखेर ललितपुर महानगरपालिकाले हालसालै मात्रै हामीले प्रत्येक वडालाई 3-3 लाख रुपियाँ दिएका छौँ। कोही पनि मान्छे भोकाएर तपाईँ कहाँ आउँदाखेरि रित्तो हात नफर्काइदिनुहोस्। उहाँहरूलाई खानाको चाहिँ अलिकति चामल सकिन्छ 1 बोरा दिनुहोस्, होइन भने आधा बोरा दिनुहोस्, खाली हात चाहिँ नफर्काइदिनुहोस् भनेर हामीले यो व्यवस्थापन गरेका छौँ। नेपाल 753 स्थानीय तह मध्ये यल महानगरपालिका घोषणा यागु थुगु राहत प्याकेज ऐतिहासिक जुगु दाबी यागुदु हामी त भनिरहेका छौँ देशका 753 स्थानीय तहहरूमध्ये ललितपुर महानगरपालिकाले जुन हिसाबले कोभिडलाई यो सङ्कटको सामना गर्नका लागि जुन निर्णयहरू हामीले गरिरहेका छौँ, अब्बल निर्णयहरू भएका छन् र दूरगामी निर्णय पनि भएका छन् र जनपक्षीय निर्णयहरू भएका छन्। त्यसै सन्दर्भमा ललितपुर महानगरपालिकाले भर्खरै केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ, केही माइलस्टोन डिसिजन्सहरू गरेको छ। ती दूरगामी छन्। कोभिडबाट प्रभावित नागरिकहरूको लागि महत्त्वपूर्ण एउटा राहत प्याकेजको रूपमा हामीले निर्णय गरेका छौँ।
स्थानीय सरकार जनता लिक्क लागू सरकार जुगली महानगरपालिका जनमुखी राहत प्याकेज घोषणा याना यहाँ उनीको उपप्रमुख गीता सत्यालय थापुदु यो जुन हामीले राहत प्याकेज हामीले घोषणा गरेका छौँ, मलाई लाग्छ त्यो राहत प्याकेज जनमुखी राहत प्याकेज भएको हामीले महसुस गरिरहेका छौँ र यो राहत प्याकेजले ललितपुर महानगरवासी जो ललितपुर महानगरपालिकामा बसेर आफूले महानगरलाई सेवा दिनुभयो, महानगरमा धेरै आफ्ना पसिनाहरू बगाउनुभयो, यस्ता महानगरवासीहरूलाई राहत हामीले दिएका छौँ। यो हामीले एउटा टोकन मनीको रूपमा मात्रै दिएका छौँ। खास यो उहाँहरूको मृत्युवरण गरेकोमा यति हामीले 1 लाख रुपियाँ दिएर हडताल हुने त होइन, तथापि पनि जुन अहिले विषम परिस्थिति छ, यो विषम परिस्थितिमा उहाँहरूले केही पनि कामहरू पनि गर्न पाउनु भएको छैन, लकडाउन छ, घरबाट बाहिर जान सक्नुभएको छैन। यो विषम परिस्थितिलाई मध्यनजर गरेर उहाँहरूलाई काजक्रिया गर्नको लागि भए पनि केही राहत मिल्छ भनेर हामीले यो खालको प्याकेज लिएर आएका छौँ। महामारी रोकथाम या नीति यल महानगरपालिका हिता चोङ्गु भूमिका तस्क चोछा बजो तर महामारी या नियन्त्रण या नीति छगु संस्था या कुतल जग मगा प्रत्येक नागरिक थगु बानी व्यवहार सुधार याना अनुशासने चोन थास जग महामारी नियन्त्रण या नीति ग्वाली जुइकु खनेदु